सो हेलो गाइज वेलकम टु माई न्यू भ्लग। मेरो नयाँ भ्लगमा चाहिँ तपाईँलाई स्वागत छ। तपाईँहरूलाई थाहै छ मैले योभन्दा अगाडि चाहिँ गाउँ आउँदै गरेको भिडियो अपलोड गरेको छु। हेर्नु भएको छैन भने एकचोटि त्यो पनि हेरिदिनु होला। म चाहिँ अहिले गाउँतिर छु। हाम्रो चाहिँ मत पनि हालिसकेको छ हामीले। आजभोलि त अब यसो अपडेटहरू पनि आउने टाइम भइसकेको छ। यसो हामी अहिले चाहिँ यसो फ्रेस हुन गाउँघरतिर टक्क लाली गुराँस फुलिरहेको ठाउँतिर छौँ। देख्न सक्नुहुन्छ। योभन्दा पनि सही छ उतातिर झन् हाम्रो भुवन सर लाली गुराँस खाइरहनु भएको के छ ठिक छ नि। तिमीलाई लाली गुराँसको फुलै फुल्लीमा हानिदिन सक्छु उयो सानो बाबा हेर्न कति कहाँ रुख चढिरहेको छ। हामी चाहिँ यो रुकुम पश्चिमको बाफियोट लुटिबाङ भन्ने ठाउँमा छौँ। लुटिबाङबाट कहाँ देखिन्छ हेर्न। लुटिबाङबाट नदेखिने अब कहाँ तपाईँहरू कमेन्ट गर्नु होला। अमेरिका रिदिएको गाउँ देखिन्छ। पारी दुली देखिन्छ। अमेरिकन गाउँ भन्छन् है यो गाउँको नाम चाहिँ स्याला गाउँ हो। अमेरिकन गाउँ छ। अनि यो पारीको चाहिँ दुलीबाट को हुनुहुन्छ कमेन्ट गर्नु होला। त्यसपछि म तपाईँहरूलाई देखाउँछु। त्यसपछि यतातिरको गाउँ चाहिँ मगमा गाउँ हो है। मगमाबाट को हुनुहुन्छ कमेन्ट गर्नु होला। ढारबाङ पनि देखिन्छ यहाँबाट। ढारबाङ त्यहाँ चाहिँ त्यो ढारबाङ भन्ने ठाउँ छ है। यस्तो बवाल छ होइन। यो टक्क हरियाली मौसममा टक्क लाली गुराँस फुलिरहेको। यतातिर जाऊँ न। यतातिर लास्टै छ कि लाली गुराँस फुलिरहेको। म त लाली गुराँस भएछु बनैभरि। यस्तो दामी छ है बवाल छ। अब चाहिँ हामी यसो फोटोसुट पनि गर्छौँ। यतातिर राम्रो आउँछ कि हामी यता लुटिबाङतिर लाली गुराँस खान आएको छौँ। अब यस्तै छ होइन। आसी बोकेर आएको छौँ हामी। यता मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ तपाईँले। क्यामेराम्यानले यतातिर आउँछ। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। त्यतातिरबाट बनाऊ न राजा। जाग्गी क्या भट्टा म त गजब छ होइन। देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा लाली गुराँस। सही छ यो ऋतुमा चाहिँ एकदम लाली गुराँसहरू फुल्ने होइन। टक्क हल्का अब हरियाली पनि आउँदैछ। यो त गाउँहरू भाइब्स। अब चाहिँ यस्तै छ गाउँघरतिर है। हामी चाहिँ केही समय गाउँघरतिरै छौँ। रुखमा हेर्दा जाग्गी हाबट्टा दिनमा चाहिँ हामी दाङ जाने कुरो छ। यहाँ जाग्गी हाबट्टा तोरो झन् एउटा सानो भाइ हाम्रो सानो भाइ चाहिँ लाली गुराँस रुखमा चढेर टक्क बसिरहेको छ है। दामी छ है लाली गुराँसहरू एकदम चाहिँ पर्याप्त रूपमा फुलिरहेको छ। मेरो हातमा पनि छ एउटा हातमा चाहिँ आँसु पनि बोकेर हिँडेको छु म। किनकि अब जङ्गल हो। जङ्गलमा जे पनि हुनसक्छ। मेरो पार्टनरहरू हो। यो चाहिँ कालु भन्ने ठुलो कालु सानो कालु पार्टनरहरू हो नि है यिनीहरू। छैन केटाहरू बच्चामा म पनि यही एरियामा बाख्रा चराउन आउँथेँ कि त्यो भाइब झल्किने चाहिँ यिनीहरू केटाहरू आजभोलि साना केटाहरू आउँछन्। एकदम त्यो बच्चामा आइरहेको जस्तो फिल भइरहेको मलाई होइन। बच्चामा कार्यक्रम गरे आउनुभयो पनि धेरै जातिर कार्यक्रम यतातिर धेरै हुन्छ। कस्तो कार्यक्रम हुन्छ उनीहरूले भात पकाइखाने जङ्गलमा क्या। जङ्गलमा भात पकाइखाने त्यसमा पार्टनरहरू थियो। तिनी पार्टनरहरूले पनि हेर्छन् होला। सन्ध्या खनाल, भूपाल शर्मा, त्यसपछि भावना शर्मा, त्यसपछि बासमता खनाल, कविता शर्मा, चमेली शर्मा, तिनीहरू थिए। अहिले आफ्नो कामतिर आफ्नो पढाइतिर अब टाढिँदै गयो बिस्तारै। मजाक कि हौडा। अब चाहिँ हामी योभन्दा माथि लुटिबाङबाट जो झुला मान्छेले भला गर्नुहुन्छ त्यो उहाँहरूले थाहा पाइहाल्नुहुन्छ। लुटिबाङबाट चाहिँ हामी सिधै झले खोरे भन्ने ठाउँ जाँदैछौँ।
निगालो भन्ने हो है निगालो हाम्रोतिर चाहिँ निगालो भन्छन् अब त्यतातिर भन्छन् थाहा छैन निगालो ढुकु बुन्ने निगालो चोयाले भन्छ नि यो चाहिँ काटेर टक्क यसको चोया निकालेर डोको भन्ने गरिन्छ यहाँ चाहिँ धेरैको लगभग धेरै मान्छेहरूको पेसा हुन्थ्यो पहिलेतिर आजभोलि अब त्यस्तो डोको बुन्ने डोको बोक्ने त्यस्तो अब परम्परागत बिस्तारै हराउँदै गइसक्यो मान्छेहरू सहर बजारतिर छिर्दाखेरि अब गाउँघरतिर कोही पनि छैन अहिले खाली भइसकेको छ त्यो भएर यो खरायो भाइको भाइ हो यो खराएको पछिको अर्को सेकेन्ड खरायो यो त झुलाको खरायो यो जग्गा हाल्छ गर्ने मान्छे हो त्यसलाई मेरो खरायो एमआरपीको कन्टेन्ट खरायो भए जस्तै मेरो पनि खरायो भाइहरू हो नि है मेरो खरायो भाइहरू पनि कडा हुन् मभन्दा कडा छ नि मेरो अब यहाँबाट जान्छ कहाँबाट कसरी जाने यता जाने यता फुलेर रहेछ कहाँ यहाँ बाटो छैन भिड छ ऊ पर फुलेर छ माग जाउँ ऊ त्यहाँबाट तेरो ठाउँमा क्या यिनीहरू जाक्किबाट यिनीहरू त यिनीहरू जाक्की यो गुराँसको फेदमुनि बसेर यसरी भिडियो बनाउनु पनि एउटा ठुलो अहिले अब के भन्ने अब यसलाई एकदम आत्मसन्तुष्टि भन्छ क्या अब मान्छे जे चिजमा पनि खुसी हुनुपर्छ भन्छ नि आजभोलि अब मान्छेहरू कि सहर बजारिँदैछ टाढिँदैछ यस्ता यस्ता वातावरणहरू देख्न मान्छेले गाह्रो छ ओहो दामी देखिया छ यार खै हेर त ए बाबा लेखिरहेछ यो कोइलीको आवाज कुहु कुहु र यो चाहिँ मलाई माया गर्नेहरूको लागि है आवाज सुन्दै पुरै एकदम क्या अब फरेस्ट स्टडी हान्नुपर्छ यतातिर आएर टक्क यो आवाज सुन्दै पढ्दै गर्ने दिमाग चाहिँ फ्रेस हुने रहेछ के भन्छ राष्ट्रिय फरेस्ट पहिला पृथ्वीनारायण शाहहरूले चाहिँ जङ्गलतिर पढ्दै अरे अहिले हामीले बढी डिग्यौँ खै अहिले दार त यस्तो छ है अवस्था यो गुराँस खाएर ऊ हाम्रो खरा भाइ छ खरा भाइ के छ कहाँ यो त खतरा फेरि त्यो नाम के हो भाइ के हो ओए दाँत के भयो दाँत खतरा छ त्यहाँबाट केटा ऊ जाग्के छ हामी चाहिँ टक्क यहाँ बसिरहेको फेदमु गुराँसको फेदमुनि टक्क यसरी बसेर हामी भिडियो बनाइरहेछौँ भिडियोहरू पनि बनाइरहेछौँ मेरो योभन्दा अगाडिको भ्लग हेर्नु भएको छैन भने युट्युबमा गएर हेर्नु होला भुवन भ्लग 18 छ यस्तो अब भ्लग बनाउनु पनि मिहिनेतै चाहिन्छ हरेक कुराहरूमा मिहिनेत चाहिन्छ तर अलिकति तपाईँहरूले माया देखाइदिनु होला भन्ने आश गरिरहेको छु र देखाइदिइ पनि राख्नु भएको छ यसरी नै देखाइदिनु होला माया देखाइदिनु होला त्यही नै हो म भन्ने चाहिँ यहाँ त कसले पानी हाले एउटा पानी होइन त्यो म भन्छन् कि त्यसमा त्यहाँ यो फेरि अवस्था गम्भीर छ आजको हाम्रो यसलाई खन्जुवा भन्छन् है खन्जुवाको अवस्था चाहिँ यस्तै छ म आराम यतै कोठा गरेर बस्छु होला भन्छ म हैरान गरेर बसेछु त्यस्तो भ्यू हेर्न चाह्यो कतै पनि जान सक्दैन यो आज मेरो भलको चाहिँ विशेष थम्मेल नै यसको आउँछ यसको फोटो आउँछ थम्मेल नै खरायो भाइ रुखै चढ्न सकेन खरायो भाइ माथि चढ्न सक्छस् भने त्यही रुख चढेर ध्या ल जा त सक्छ कोल सक्छ ल तिमी दुइटा मात्रै कोल सक्छ त्यो रुख है जागिन्छन् र अहिले खाते कुल सकिने बेटा इन्डिया स्याउ खाया पावर यो जागियो क्या अब यो जागियो जागेपछि म जिम्मेवार छैन है मैले भनिरहेको छु यहाँ भिडियोमा क्याप्चर हुन्छ क्या काले हाय 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 काले सानो हेर्स तोल सकिन हाय हाय काले सब जागियो अलि माथि जा अलि माथि अझै माथि तेरो हात छ नि माथि न हात हो त्यहाँ गएर त्यहाँ जाँदा बवाल देखिन्छ ल यता आएर अब यता आएर यता ओहो धेरै गजब भयो अरे खतरा रहेछ रागिरहेछ यता सक्ने तँ ठुलो कुरा नगरे है इन्डिया स्याउ खाया पावर तेरो रहन्छन् ल त्यहाँबाट एउटा ठुलो हाँगो भाँचेर फाल्यो नि त
हाँग्नु नभाँच्यो अर्को अर्को फुल्दैन तल सानै भाँच कि सानै तलैका भाँच अब त्यसरी भाजेर खानु हो हल्का अब के गर्ने जति ठुलो भयो भने अब सकिन्न अर्काले ऊ यस्तो केटाकेटीले टिपेर खुवाउनुपर्छ अवस्था गम्भीर छ होइन यो डल्लाको खसिया है काले अर्को काले हाय हाय यिनी दुइटै काले हुने यिनी दुइटै काले हुन् ऊ त्यो माथि ठुलो काले सानो काले भच्चकै टिप्दैन क्याबाट लोभ माने है यो चाहिँ मेरी उनीलाई यो चाहिँ म दिन चाहन्छु यो चाहिँ यो फुल चाहिँ आज उनीलाई डेडिकेट गर्न चाहन्छु उनीले नै अलिगुराँस मन पराएर म यहाँसम्म आएको उनी कहाँ छिन् भन्ने थाहा छैन अहिले चाहिँ कहाँ छेउ उनी जहाँ छेउ राम्रोसँग खुसी भएर तिम्रो लागि लालीगुराँसको यस्तो के यस्तो पुरै छोड्दै म के गर्न सक्छु थाहै छैन लालीगुराँस फुल क्या राम्रो हेर बनाइमा भरे वारी र पारी नजाने मान्छेले नगा पनि हुन्छ होइन राजा यो त्यो ल्याएर ऊ गएको अलि लामा बना न सही छ है अब बजारतिर पैसाका बुगीहरू बनाउँछ न अब होइन पैसाको बुगी भन्दा त अब यो लालीगुराँस हाम्रो राष्ट्रिय फुल यो बुगी बनाउनु त धेरै राम्रो हो अब यो लालीगुराँसको बुगी पाउने मान्छे पनि धेरै भाग्यमानी हो भन्न चाहन्छु म चाहिँ कहाँ हुनुहुन्छ त उहाँ चाहिँ यता मेन्सन गर्नु होला लाइक कमेन्ट यतातिर आएर है बुगी तयार उहाँको विशेष काम उहाँप्रति आइसकेदेखि के हुन्छ भन्दाखेरि खै यता हेर त यो धुलो पुजिदिने हुन्छ है उहाँले फेरि अब एकदम फोरी हुनुहुन्छ उहाँ के भन्छ भने भिक्सो हाम्रो भिक्सो नम्बर 1 हुनुहुन्छ हाम्रो उहाँ आइन् भने पुज्ने काम हो ल बिग्न तरिकाले यो के सेतो लाग्यो हुनु चाहिँ यहीबाट बस सबैबाट यसको भुस हुने रहेछ लालीगुराँसको भुस हुने रहेछ बिग त होइन एउटा लालीगुराँस फुल यस्तो देखाएर सही देख्ने रहेछ त अब हामी चाहिँ एकछिनमा कहाँ जान्छौँ रे अब बल खेल्न होइन केटाकेटीहरूसित बल खेल्ने च्यालेन्ज हामी देखायो नि यिनीहरूले यिनीहरूसँग बल खेल्न जाँदैछ हामी के भन्छ खतरा फिसिङ उठाउँछ भन्छ यार त सर्ट हान्छस् कि के फिसिङ गर्छ अरे ओइकाले तँ सर्ट हान्छ कि सटर है कि रेज है कि त के है रेज है ए तँ के है त तँ बल खेल्छ खेल्दैन जान्दैन यता हेर त यता हेर त तँ त्यो रुख चढ्न सकिने दाइको हात त्यो अब हार खा अब कहाँ चरी हावा कुरा चरी आइहाल्यो तँ हारी अब धेरै ठुला कुरा गर्ने होइन हार स्वीकार गर अब ऊ डन रे तँ हान्न सक्छ कि सक्दैन त्यसलाई सकेले हान्ने चाहिँ यो कतिमा पर्दै त दुईमा पर्दै उको स्पिड मन एप्पलको स्पिड मन त यो हाम्रो बस यो एमआरपीको खरायो भाइ जस्तै हो यो पट्नी भनेपछि भाग्छ यो बिहान घरमा 5 बजी उठ्छ फेरि यो खतरा हो क्या 5 बजी उठ्ने 5 बजी उठ्ने 7 बजी त म उठ्छु 7 बजी उठ्छ 7 बजी उठेर कहाँ जान्छ ल भन् 7 बजी उठेर गाउँ घरतिर गइन्छ फेरि यो पढ्ने भन्ने कुरो हो दिमागमै छैन तँ ठुलो भएर के भन्न चाहन्छ भन्दा के पनि मानेको छस् पुलिस भन्ने कि तँ त गुन्डा भन्ने जस्तो चाहिँ हेर्दा के ट्र्याक्टर किन्ने भन्थ्यो अरे ट्र्याक्टर छराइ मारेर छ भन्दा अब चाहिँ हामी यसो बल खेल्न जान्छौँ त्यतितिर भेट्दै गरौँ न हामीसँग लालीगुराँस चाहिँ टन्नै भइसकेको छ है यहाँ चाहिँ टक्कै बल खेलिरहेन केटाहरूले के निकास नि के चाहियो हामीले डोरा बाँधेर नेट खेल्छौँ हामीले चाहिँ आजभन्दा लगभग 5-6 वर्ष 6-7 वर्ष अघि होला यो कोडो बनायो हामीले खनेर बनाएको थियौँ अहिले चाहिँ टक्क भाइहरूले टक्क बल खेलिरहन् त्यो बाख्रा चरिरहन् ज्वाइँ हुन् कि भाइ हुन् त्यो त मलाई थाहा भएन
ओए बस गरेले हिमाल सिनारीको जस्तो हान्ने रहेछ यार 18 लगाया क्या नम्बर 18 लिया है ओए ओए खतरा हान्ने रहेछ खतरा लगी त लोकेश ऊ धन्नै आउट फालेर काले तँ बल खेल्दैन है कालेलाई दुईतर्फी हालेर खेलेन यिन दुईटा छन् त खतरा होनार टिम टक्क मान्छे गुराँस खाइरह बुटीबाङ गाउँ गुराँस इन्टु बुराँसिक गुराँस इन्टु बुराँसिक हो सोध्न हामीले बल खेल्न पाइन्न यति गेम भएको थियो कति भयो पोइन्ट 19-17 नि र लोकेश हानिदिए रवि केसी यस्तै हान्ने रहेछ नि हामी चाहिँ बच्चामा यो कोडो खनेर हामीले बाख्रा चराउन आयो नि यतातिर बाख्रा लगाएर टक्कै यो कोडो बनाएर हामीले बल खेल्थ्यौँ क्या यहाँ कुनै पनि अब यस्तो हुन्थ्यो प्लेयरहरू हुनुहुन्थ्यो अब आजभोलि अब यही जोडो बाँधेर खेल्ने चलन छ होइन कि अरू गाउँघरतिर यस्तै छ आज हामीले खेलेर पनि भोर सर हुनुहुन्छ है दा हामीले खेलेर पनि अब हारिसक्यौँ के गर्ने है यस्तै छ अब यसो ल केटाहरू हानिरहेको छ नि खतरा छ नि केटाहरू यो पहिले चाहिँ हामी बच्चामा यत्रै सानो हुँदाखेरि हामी यहीँ बल खेल्थ्यौँ भोर सरका सर्ट हेरेर भुवनलाई फेरि रिएजै मिल्दैन अचम्म छ त्यहाँ फेरि ओहो खतरा हानेछ अब चाहिँ हामी घरतिर लाग्छौँ एकछिन रमाइलो गऱ्यो यतातिर आएर टक्को केटाहरूले बल खेल्दैछन् अब हामी घरतिर जान्छौँ होला सो गाइज त्यही हो हामी हल्का यसो गाउँघरतिर टाइम स्पेन्ड त्यही यसो जङ्गलतिर गएर लाली गुराँससँग यसो फोटोसोटो बनाएर त्यही गऱ्यौँ अब चाहिँ हामी अब घरतिर जान्छौँ होला अन्तिमसम्म हेरिदिएकोमा थ्याङ्क यू सो मच नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् पुरानो हुनुहुन्छ भने लाइक गर्नुहोस् माया देखाइदिनुहोस् गाइज दुःख गरेको अनुसार दुःखको फल देखाइदिनुहोस् त्यही हो भन्न चाहन्छु केटाहरू अघि एकछिन ल बाई बाई गाइज सी यू अगेन